तपाईँले गाँजा अमलको रूपमा कतिको सुरक्षित छ भन्ने कुरा गर्नुभयो। त्यो भनेको यसको जोखिमको हद हो। जब तपाईँ कुनै पनि अमलीले दैनिक कति गाँजा खान्छ, त्यसलाई त्यसको विषाक्तताको जोखिमविहीन मात्रा कति हो त्यसले भाग गरिदिनुहुन्छ। त्यो जुन अङ्क आउँछ त्यसलाई जोखिमको हद अथवा अङ्ग्रेजीमा मार्जिन अफ एक्सपोजर भन्छ। रक्सी सुर्ती र गाँजाको 2015मा अन्य अमलसँगै मार्जिन अफ एक्सपोजर अथवा जोखिमको हद समाजमा हेरिएको छ। त्यो अनुसार रक्सी र सुर्ती गाँजा समेत सबै अमल नै हो, तर गाँजा सुर्ती र रक्सी भन्दा धेरै सुरक्षित रहेको प्रमाणित भएको छ। कति सुरक्षित तपाईँ भन्नुहुन्छ भने वास्तवमा गाँजा रक्सी भन्दा 114 गुना सुरक्षित देखिएको छ। त्यसैले आज गाँजा भन्दा सुर्ती र रक्सी समाजको लागि बढी हानिकारक रहेको कुरो वैज्ञानिक रूपमै प्रमाणित भएको कुरा म तपाईँलाई भन्न सक्छु।